आउट भयो त रेफ्रीले बोल्दैन कस्तो खालको रेफ्री हो यार क्लब चुलोले 1 गोल हान्न सफल भयो है खुस्क्यो चढेर खेले बाहिर गयो हान्दा भइहाल्छ त यार यतिको त बाबु त आइज न फेरि हान्यो टाइम छैन है साथीहरू अब खुट्टा दुख्यो देखिँदैन के साउन्ड एकछिन यहाँ दुख्यो ल डबल ट्याप गर्नु होला सबैजनाले ए अर्को मोबाइल निकालेर अर्कोले पो गर्न हाट्नु भएको रहेछ मलाई एउटा मोबाइल थमाइदियो अरे स्याल छ नि यार ल होइन उताबाट हान्दैछ अनि त्यही भएर हो कसको तपाईँको हो दाइकै हो अनि अर्को मोबाइल निकाल्छ नि त बुढाले ए यार अलिकति पछाडि बसौँ न यार ए यसलाई म एउटा भएन नि त यो यसरी बढायो आयो गोल ल बधाई छ 11 कि 13 हो यार 13 हो नि कहाँ 11 भन्छ साथीहरुले 13 नम्बर 13 भन्यो
17 क्लियर विपिन तामाङ सेकेन्ड गोल है फेरि 2 गोल भयो क्लब चुलोबाट यता लिएर आउनु पर्यो साथीहरू यहाँ डी बक्सतिर बल खेलाए त सकिएको त साथीहरू बाहिर गयो है पेल्यो ए कहाँ देखेर कति मिनट गयो 42 भयो एक गोल हान्यो है त साथीहरूले पनि युएनएलएस ले एक गोल हान्न सफल भयो अहिले फेरि क्लब चुलो 2 युएनएलएस 1 2-1 त्यहाँ अगाडि बल खेलाएको छ पेले हो त यार अहिले मलाई छेक्यो हो अलि पछाडि के कल सुन ओके हान्यो छिटै अलि केयर गर्नुपर्छ अब God damn it! Ball face करना यार. त्यहाँ अगाडि बल खेलायो के साथीहरूले यार त्यतैतिर राखे के फेरि गोल हान्छ उस्तो कुरा बॉलर
बिग्रियो त यार काम कुरो बल अगाडि गयो कि धेरै अगाडि गयो माथि गयो अहिले ए गोल त भएन नि गोल भएन त्यही त ओके ल ठिक यता 3-1 छोड़ देना समय हेर्नु समय डिबक्सतिर धेरै खेलाउनु भएन यार अग्लो हुनु पर्यो के यस्तो गरी के अझ माथि लाने अनि मोबाइललाई चाहिँ यस्तो डाउन गर्नु पर्यो हैन हात चाहिँ अलि गल्छ तर क्लियर आउँछ के म यता दिन्छु है अलि गलेपछि लगे कता हान्नु यार कहाँ यार 3-1 भयो हैन 3-1 भयो लास हेलो अलि पछाडि अरे हामी भएन त्यसो भए यार सक्यो क्लब चुलो 3 UNLS 1 3-1 भयो ल नेक्स्ट गेम कति बजी हो भने अब टाइम सेट अनुसारको ठिक छैन हैन ठोक ठोक भन्दा भइरहने
अब ब्रेक, अब सक्यो अब हाम्रो। अब कुन कुन होला अब अर्कोसँग पर्छ होला। किमले हाने 1 3-2 होइन, 3-1 होइन र। नमस्कार है, नमस्कार।